चाहिँ हाम्रो बालमण्डल माविको कक्षा 7 को नानीहरूले यसरी स्वेटर बन्न सिक्दैछन्। हाम्रो इलामको सेरोफेरो विषयमा पनि स्वेटर बुन्ने रहेको छ र धागो ल्याएर विद्यालयमा पढाइ सँगसँगै सिप पनि विकास गर्दैछन् है नानीहरू। हुँदैछ? सजिलो हुँदो रहेछ कि अप्ठ्यारो हुँदो रहेछ? सजिलै। घरमा गएर पनि बुन्यौ? हो। घरमा गएर हामीले मोबाइल हेर्ने समयमा चाहिँ नि यसरी बुन्नुपर्छ अनि स्वेटर लगाउनुपर्छ। हस्? दुईजनाले चाहिँ के गर्दैछ? हो कुरुस हो यो चाहिँ? ए हो हो गुड। भयो?